लैङ्गिक समानताको क्षेत्रमा धेर थोर सुधार नभएको त होइन, तथापि के त्यो पर्याप्त छ त? मनुष्यबाट माथि उठेर ब्राह्मण बन्ने संस्कार बोकेका हामी अझैसम्म नर नारी समानताको संवादमा नै सीमित हुनु पक्कै ठूलो प्रगति होइन। आफ्नो गृह ग्रहको पर अन्य ग्रहको समेत अध्ययन अनुसन्धान गर्न भएका वैज्ञानिकहरू, त्यसैगरी दार्शनिक, शिक्षाविद, समाजशास्त्री एटसेट्रा 21औं शताब्दीसम्म आइपुग्दासम्म पनि लैङ्गिक असमानताको लथालिङ्ग स्थिति पक्कै नसुहाउँदो परिस्थिति हो। तसर्थ अति नै आधारभूत र महत्त्वपूर्ण हुँदाहुँदै पनि छायामा परेका लैङ्गिक असमानता र विभेदका मुद्दाहरूमा सबैको ध्यान आकर्षण हुनुपर्ने अपरिहार्यतालाई पुनः स्मरण गर्दै र गराउँदै र भविष्यमा महिला दिवसलाई इतिहासमा सीमित गर्दै महिला दिवसको दिन समानता, एकता र सभ्यताले सजिएको मानव दिवस मनाउन पाइयोस्, सोसल हाइरार्की, डाइकटमी विहीन समाजको परिकल्पना मात्र होइन निर्माण गर्न सकियोस् भन्ने शुभेच्छा प्रकट गर्दै र अन्तमा पुनः एकपटक श्रद्धेय अतिथिगण तथा उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दै मेरो स्वागत मन्तव्यलाई यही विश्राम दिन्छु। धन्यवाद।